नमस्कार मेरा सम्पूर्ण मित्रहरूमा। आज पनि म हजुरहरूलाई आयुष्मान भारत कार्डमा तपाईँको यो जुन फ्यामिली डिटेल्सहरू छ त्यो कसरी चेक गर्नुपर्छ, तपाईँले आइसिडिएस वर्कर्सहरूलाई है अफलाइन फर्म त बुझाउनु भयो, त्यो फर्म तपाईँको अपलोड भयो कि भएन, र फ्यामिली मेम्बर्सभित्र कसको नाम चाहिँ अप्रुभ भयो अनि कसको चाहिँ भएको छैन भन्ने कुरो कसरी हेर्नुपर्छ भन्ने यो भिडियो राखिदिएको छु। अन्तसम्म हेरेर लाइक, कमेन्ट अनि सेयर गर्नुहोला। गुगलमा गएर तपाईँले है बेनिफिसियरिज एनएचए गर्नुहोस् अनि जुन तपाईँको यो फर्स्ट यो खोलिन्छ, इन्टरफेस खोलिन्छ है, र तपाईँको यो पिएमएजेवाईमा क्लिक गर्नुहोस् है। यो इन्टरफेस आउँछ। यहाँनिर चाहिँ तपाईँले पहिला यो क्याप्चा हाल्नुपर्ने हुन्छ। क्याप्चा हालेर फोन नम्बर हालेपछि चाहिँ यो तपाईँको खोलिन्छ है। र यहाँ चाहिँ गएर तपाईँको आफ्नो डिटेल्स हाल्नुहोस्। जस्तै तपाईँको यहाँ स्टेट र डिस्ट्रिक्टको हाल्नुपर्ने हुनेछ है। अनि यो क्याप्चा यहाँ लेखेपछि चाहिँ तपाईँले यो तपाईँको डिटेल्स खोलिन्छ। यहाँ चाहिँ तपाईँको फ्यामिली मेम्बर्सको सबैको डिटेल्स हुन्छ। तपाईँको परिवारमा जतिजनाको छ है, कसको फर्म आयो, कसको आएन, र कसको एक्सेप्ट भयो है, र कसको रिजेक्ट भएको छ, तपाईँको यहाँनिर नै देखाउँछ।